सन् 2008-09 तिरको कुरा हो। घरमा एउटा सानो टुकटुके फोन थियो अनि त्यसमा CRI टाइप गरेर 5566 मा SMS सेन्ड गर्दा एकैछिनमा टक्क मेसेज आउँथ्यो। नेपाल भर्सेस अफगानिस्तान, नेपाल 112 फर 7, 17 ओभर्स, पारस 23, सोमपाल 12। यसरी नेपाली क्रिकेटको अपडेट लिँदा लाग्थ्यो म स्टेडियममै छु। पारस र सोमपालको ब्याटिङ त्यही बसेर हेरिरहेको छु। पछि टेलिभिजन आयो। त्यति बेला डिसोमले गर्दा अलि सजिलै भयो। 2011 मा इन्डियाले विश्वकप जितेको पनि त्यही टेलिभिजनमा स्टार स्पोर्ट्समा हेर्न पाइयो। तर नेपालको खेल हेर्न कहाँ त्यसरी पाइन्थ्यो र? नेपाल टेलिभिजनको एउटा कुनामा डिभिजन लिगहरूमा सङ्घर्ष गरिरहेको नेपालको स्कोर आउँथ्यो। त्यही स्कोर दिनभरि हेर्दै बस्यो। त्यही स्कोर सँगसँगै नेपाल टेलिभिजनमा 5 पटक समाचार अनि 6वटा फरक फरक कार्यक्रम बजेको पत्तै हुँदैन थियो। त्यस्तो समयमा हुर्किएको हामीहरूलाई अहिले नेपाली क्रिकेटमा जे भइरहेछ त्यो सबै सपना जस्तो लाग्छ। नेपाली क्रिकेटले कति चाँडै फड्को मारेछ भन्ने जस्तो पनि लाग्छ। तर समय सधैँ त्यस्तो थिएन। नेपालमा क्रिकेट आजभन्दा 1 शताब्दी अगाडि नै थिरिसकेको थियो। 19औं शताब्दीमा राणाहरूको किडब्याकमा पहिलो पटक नेपाल भित्रिएको क्रिकेटले अहिले विभिन्न आरोह अवरोह पार गर्दै 1 शताब्दी भन्दा लामो इतिहास दिएको छ। कुनै समय क्रिकेटलाई आजको जस्तो प्रतिस्पर्धात्मक खेल नभइकन राणा परिवार या केही धनी मानिहरूद्वारा खेलिने एक किसिमको शौखिन खेलको रूपमा लिन्थ्यो। तर राणाहरूको कोखबाट बामी सर्दै नेपालमा क्रिकेट कसरी इभल्भ भयो त? यहाँसम्मको यात्रा नेपाली क्रिकेटले कसरी तय गर्यो र मुख्य कुरा नेपालमा क्रिकेट कसरी अहिले जस्तै फेस्टिभल बन्न पुग्यो, पर्व बन्न पुग्यो त? आउनुहोस् नेपाली क्रिकेटको इन्टायर हिस्ट्री नै बुझ्ने कोसिस गरौँ आजको इन डेप्थ स्टोरीमा। This video is brought to you by Disom Go, but more on that later. 16औं शताब्दीमा इङ्ल्यान्डको एउटा गाउँमा बच्चाहरू खेल्दा खेल्दै एक्सिडेन्टली क्रिकेटको जन्म भएको मानिन्छ। त्यति बेला इङ्ल्यान्डमा बल गेम्सहरू निकै पपुलर थिए अनि भेडा चराउँदा केटाकेटीहरूले त्यस्तै बल गेम्सहरू खेल्ने गर्थे। सुरुवाती दिनमा भेडाको उलको डल्लो बनाएर अनि ब्याट चाहिँ फार्ममै उपलब्ध कुनै काठको प्रयोग गरेर यो खेल खेलिएको मानिन्छ। तर लामो समयसम्म पनि यो खेल केटाकेटीकै खेलको रूपमा स्थापित थियो। यसमा खास केही नियमहरू थिएनन्, बस रमाइलोको लागि केटाकेटीहरूले खेल्ने गर्थे। पछि 17औं शताब्दीमा भने क्रिकेटले एडल्ट गेमको रूप लियो। बिस्तारै क्रिकेट पनि इभल्भ हुँदै गयो र यसमा चाहिने सबै नियमहरू पनि एकपछि अर्को गर्दै बन्दै गए। खेलमा खेलकै आवश्यकता अनुसार अम्पायरको भूमिका, LBW, 3वटा स्टम्प्स, चौका र छक्काको कन्सेप्ट आदि इत्यादि नियमहरू बिस्तारै थपिँदै गए। अनि नियम बनाउने तिनै मेम्बरहरूले सन् 1787 मा MCC यानि कि मार्ले वन क्रिकेट क्लबको स्थापना गरे, जुन आजको दिनसम्म पनि क्रिकेट लको कस्टोडियनको रूपमा मानिन्छ। अब यो खेल नै ब्रिटिसर्सहरूको खेल भएकाले विश्वको अरू कुनामा पनि यो खेल ब्रिटिसर्सहरू सँगसँगै पुग्यो। हाम्रै छिमेकी राष्ट्र भारतमा पनि ब्रिटिसर्सहरूले नै आफूसँगै क्रिकेट भित्राए। त्यति बेला हाम्रा राणा शासकहरूको पनि ब्रिटिसर्सहरूसँग राम्रै हिमतिम थियो। त्यसैले सन् 1920 तिर नेपाली राणा शासकहरूले क्रिकेटलाई नेपालमा भित्राए। अझ विशेष गरी यसका निम्ति राणा प्रधानमन्त्री चन्द्र शमशेरका कान्छा छोरा मदन शमशेरलाई श्रेय जाने गर्छ। विगत कालदेखि नै क्रिकेटलाई जेन्टलमेन्स गेम भनेर चिनिन्छ। क्रिकेटलाई जेन्टलमेन्स गेम भनिनुको पछाडि पनि एउटा क्लास सिस्टम रहेको थियो, जुन त्यति बेलाको अंग्रेज समाजको बिम्ब थियो। क्रिकेट खेल राजा महाराजा अथवा शौखिन व्यक्तिहरूले मात्र खेल्थे र उनीहरूले खेलेको खेललाई जेन्टलमेन्स गेम भन्न रुचाउँथे। धेरै पछि मात्र क्रिकेटलाई एक किसिमको स्पिरिटका साथ खेलिन्छ भन्ने न्यारेटिभ बनाएर क्रिकेट इज अ जेन्टलमेन्स गेम भनेर पपुलराइज गरियो। अब त्यही अंग्रेज मानसिकता नेपाली राणा शासकहरूमा पनि थियो। यसर्थ क्रिकेट सुरुवातमा राणा परिवारका सदस्य र माननीय घर परिवारका सदस्य बीचमा मात्र सीमित रह्यो। सुरुवातका दिनहरूमा काठमाडौँको टुँडीखेल र गौचरण क्रिकेटको थलो भएको थियो। यी दुई चौर बाहेक क्रिकेट खेलका लागि अरू कुनै विकल्प पनि थिएन। विगतका दिनहरूमा क्रिकेटले सीमित परिवार बाहेक बाहिरी मुहार भने देख्न पाएन। केही समय नेपालमा क्रिकेट यसरी नै क्लोज सर्कलमा मात्र सीमित रह्यो। तर क्रिकेटको विकास र क्रिकेटको भविष्य सुनिश्चित गर्ने हेतुका साथ विक्रमसम्म 2003 यानि कि सन् 1946 मा मदन शमशेरकै पहलमा क्रिकेट एसोसिएसन अफ नेपाल क्यानको स्थापना गरियो। क्यानको स्थापना भएको 12 वर्ष पछाडि बल्ल राष्ट्रिय खेलकुद परिषदको स्थापना भयो। यहीबाट पनि नेपालको लागि क्रिकेट कति पुरानो खेल रहेछ अथवा अरू खेलभन्दा कति अगाडिको रहेछ भन्ने कुरा थाहा हुन्छ। जे होस्, क्यानको स्थापना पश्चात क्रिकेट काठमाडौँका विभिन्न क्षेत्रहरूमा खेल्न थालियो र लोकल लेभल टुर्नामेन्टहरू पनि काठमाडौँ भित्रै आयोजना हुन थाले। काठमाडौँ भित्रकै इलाइट वर्गबाट सबैको पहुँचमा भने क्रिकेट 2007 सालमा राणा शासनको अन्त्य भएपछि बल्ल पुग्यो। तर त्यति बेला पनि भौतिक पूर्वाधार, सूचना प्रविधिको माध्यम, यातायात आदि कारणले गर्दा क्रिकेट खेल काठमाडौँ जिल्ला बाहेक बाहिर भने विकसित हुन सकेको थिएन। तर पनि तराईका केही क्षेत्रमा भने भारतको प्रभावले गर्दा कहीँ कतै क्रिकेट खेल्दै गरेको देखिन्थ्यो। पछि सन् 1980 पछाडि भने क्रिकेट बिस्तारै काठमाडौँ बाहेक नेपालका केही भूभागहरूमा पनि फैलिन थाल्यो। यही क्रममा नेपालले सन् 1988 मा पहिलो पटक ICC को एफिलिएट मेम्बरशिप पायो। त्यस पछाडि भने नेपालका केही ठाउँहरूमा जिल्ला स्तरीय प्रतियोगिता तथा रिजनल स्तरीय प्रतियोगिताहरू आयोजना
हुन थाल्यो र विद्यालयमा पनि क्रिकेटको विकास हुँदै गयो। अब बिस्तारै नेपाली क्रिकेटले फड्को मार्दै थियो। सन् 1980 देखि 1990 को बीचमा नेपालमा क्रिकेट प्रतिको रुचि एकदमै तीव्र गतिले विकसित हुँदै थियो। फलस्वरूप 1990 मा नेपाल एसियन क्रिकेट काउन्सिल एसीसी को एसोसिएट मेम्बर बन्यो अनि त्यसको 4 वर्ष पछाडि नेपाल एसीसी को फुल मेम्बर नै बन्यो अनि त्यसको अर्को 2 वर्षमा नेपाल आईसीसी को एफिलिएट मेम्बरबाट एसोसिएट मेम्बरमा बढुवा भयो। अब बिस्तारै नेपाली खेलाडीहरू अन्तर्राष्ट्रिय स्तरमा पनि सहभागी हुन चाहन्थे। त्यसैले पनि आफ्नै एउटा मैदानको आवश्यकता भयो। खासमा अहिले फ्लडलाइट सहित अन्तर्राष्ट्रिय स्तरको भाइब दिने एनपीएल आयोजना भइरहेको त्रिभुवन विश्वविद्यालयको यो क्रिकेट मैदान सुरुमा फुटबलको लागि बनाइएको थियो। सन् 1996 पछाडि क्रिकेट एसोसिएसन अफ नेपाल क्यानले यो फुटबल मैदानलाई 5 वर्षको लागि लिजमा लिएको थियो। त्यसपश्चात यो मैदान फुटबल ग्राउन्डबाट क्रिकेट पिचमा परिणत भयो र झन्डै 30 वर्षमा यो मैदानले अहिलेको स्वरूप लियो। अब एनपीएलकै कुरा हुँदा यो पटकको एनपीएल धेरै पक्षमा गत वर्षको भन्दा ग्रान्ड हुँदैछ। यो वर्ष डिसोम गोले एनपीएलसँग 5 करोड 30 लाखमा ओटीटी स्ट्रिमिङ राइट किनेको छ र सुरुको केही खेलमा पेमेन्टमा केही समस्या देखियो भने अहिले त्यो समस्याको समाधान भएको छ र स्मुथली गेम हेर्न पाइरहेको छ। त्यसैले यदि तपाईँ नेपाल हुनुहुन्छ भने यो सिजनको सबै म्याच 300 रुपिजमै डिसोम गोमा हेर्न सक्नुहुन्छ। त्यस्तै मिडल इस्टबाट 500 रुपियाँमा अनि बाँकी देशहरूबाट चाहिँ $10 तिरेर सब्सक्रिप्सन लिएर पुरै एनपीएल हेर्न पाउनुहुन्छ। डिसोम गोले यसपटक स्मुथ स्ट्रिमिङका लागि आईपीएल स्ट्रिमिङ गर्ने एकेमाईसँग सहकार्य गरेको छ। त्यसैले धेरैले यो पटकको एनपीएलमा छुट्टै अनुभव भइरहेको कुरा सेयर गरिरहनु भएको छ। अझ नेपालबाट सब्सक्राइब गर्ने 4 जनाले त हरेक हप्ता एकजनाको दरले आइफोन 17 प्रो म्याक्स नै जित्नुहुनेछ। अब यो सबै कुराको थप डिटेल्स र एप कोड लिंक डिस्क्रिप्सनमा छ, पक्कै पनि चेकआउट गर्नुहोला। अब फेरि भिडियो कन्टेन्टतिरै फर्काउँ। अब सन् 1996 मा नेपालले पहिलो पटक अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनायो। नेपालका प्रथम क्रिकेट कप्तान उत्तम कर्मचारीको नेतृत्वमा नेपालले एसीसी ट्रफीमा सहभागिता जनायो जुन मलेसियामा आयोजना भएको थियो। नेपालले उक्त प्रतियोगितामा जापान र ब्रुनाईलाई पराजित गर्दै टेबलको 4थो स्थानमा आउन सफल भएको थियो। त्यसकै 2 वर्ष पछाडि सन् 1998 मा नेपालले आफै एसीसी ट्रफी आयोजना गर्दै थियो। यो नेपालले आयोजना गरेको पहिलो अन्तर्राष्ट्रिय प्रतियोगिता थियो। नेपालले उक्त प्रतियोगिता पुच्चोकको क्रिकेट मैदान, ट्यु ग्राउन्ड र सेन्ट जेभियर्सको ग्राउन्डमा आयोजना गरेको थियो। उक्त प्रतियोगितामा दर्शकहरूको सहभागिताले एउटा कुरा स्पष्ट देखाउँदै थियो, नेपाली क्रिकेटले अब उज्जवल भविष्यको यात्रा गर्दैछ। त्यसपछि सन् 2000 मा नेपालको अन्डर 19 टिमले अन्डर 19 विश्वकपमा सहभागिता जनायो। त्यस प्रतियोगितामा नेपालले पहिलो चरण पार गरेर दोस्रो चरणमा समेत पुगेको थियो। तर दोस्रो चरणमा भने बलियो मानेको भारत, पाकिस्तान, अस्ट्रेलिया जस्ता देशहरूसँग नेपाल पराजित हुन पुग्यो। नेपालसँग भिडेको इन्डियन टिममा युवराज सिंह र अस्ट्रेलियन टिममा माइकल क्लर्क जस्ता खेलाडीहरू थिए। अब उक्त प्रतियोगितामा धेरै कुरा नेपाली टोली स्वदेश फर्क्यो। तर त्यही विश्वकपले नेपालका लागि एउटा भरपर्दो खेलाडी जन्माइदियो, विनोद दास। पछि गएर विनोद दासले नेपाली क्रिकेटको नेतृत्व गरे र आजको दिनसम्म पनि उनी नेपाली टिमसँगै आबद्ध भएर काम गरिरहेका छन्। त्यस पछाडिका केही अन्डर 19 वर्ल्ड कप खेल्ने अवसर नेपालले पाइ नै रह्यो। 2002, 2004 र 2006 को अन्डर 19 विश्वकपले नेपाललाई अझै थप प्रभावशाली खेलाडी जन्माइदियो। पारस खड्का, शक्ति गौतम, बसन्त रेग्मी, सुभाष खकुरेल, शरद विश्वाकरण, ज्ञानेन्द्र मल्ल जस्ता युवा खेलाडीहरूले एउटा सपना देख्दै थिए र त्यही सपना फ्यानहरूलाई पनि देखाउँदै थिए, वर्ल्ड कप। तर नेपालको लागि त्यो सपना त्यति सजिलो थिएन। एउटा पुस्ताले नै यसका निम्ति सङ्घर्ष गर्नु परेको थियो। अन्डर 19 को विश्वकप खेले पनि नेपालको सिनियर टिम भने आईसीसी वर्ल्ड क्रिकेट लिग डिभिजन 5 देखि नै सङ्घर्ष गर्नुपर्ने थियो। डिभिजन लिग यसरी बनाइएको हुन्छ कि यो प्रतियोगिताका शीर्ष 2 टिम माथिल्लो डिभिजनको लागि प्रमोटेड हुन्छन् अनि पुछारका 2 टिम भने फेरि तल्लो डिभिजनका लागि रेलिगेटेड हुन्छन् र पोइन्ट्स टेबलका हिसाबमा बीचको स्थान हासिल गर्ने टिमहरूले फेरि पनि अर्को संस्करणमा हुने त्यही डिभिजनको टुर्नामेन्ट खेल्नुपर्ने हुन्छ। सन् 2008 मा नेपालले खेलेको डिभिजन 5 मा नेपाल तेस्रो स्थानमा आयो। तसर्थ नेपालले अर्को पटक पनि त्यही डिभिजनको खेल खेल्नुपर्ने भयो। सन् 2010 मा नेपालले आईसीसी वर्ल्ड क्रिकेट लिग डिभिजन 5 नेपालमै आयोजना गर्न पायो। उक्त प्रतियोगितामा नेपालले फाइनल खेलमा यूएसए लाई पराजित गर्दै पहिलो पटक अन्तर्राष्ट्रिय प्रतियोगिताको उपाधि हासिल गरेको थियो। यसरी डिभिजन 5 बाट बढुवा भएर सन् 2010 मै नेपालले आईसीसी वर्ल्ड क्रिकेट लिग डिभिजन 4 मा प्रतिस्पर्धा गर्यो। तर यसपटक पनि नेपाल शीर्ष 2 मा भने पर्न सकेन। यसर्थ नेपालले अर्को पटक पनि आईसीसी वर्ल्ड क्रिकेट लिग डिभिजन 4 मै प्रतिस्पर्धा गर्न बाध्य भयो। सन् 2012 मा भने नेपाल आईसीसी वर्ल्ड क्रिकेट लिग डिभिजन 4 को विजेता बन्यो र आईसीसी वर्ल्ड क्रिकेट लिग डिभिजन 3 मा प्रमोटेड भयो। यसरी कुनै पनि व्यवस्थित पूर्वाधार अनि लगानी नभएको खेलमा नेपालले जुन किसिमको आफ्नो कदम बढाइरहेको थियो, जुन किसिमको जग बसाल्दै थियो, प्रमुख आर्किटेक्ट नेपालका कप्तान पारस खड्का नै थिए। पारस खड्का नेपाली टिमका यस्ता ग्लु थिए जसले सबै कुराहरूलाई समातेर
एकै ठाउँमा अड्याएर राखेका थिए। नेपाली दर्शकहरूलाई लाग्थ्यो जबसम्म क्रिजमा पारस छन् तबसम्म त्यो खेलको नतिजा नेपालको पक्षमा छ। नेपाली क्रिकेटलाई पारस खड्काले एउटा नयाँ रूप दिएका थिए। उनकै कारणले क्रिकेटको आत्मबल एउटा छुट्टै स्थानमा पुगेको थियो। सन् 2013 मै नेपालले पारस खड्काकै नेतृत्वमा आईसीसी वर्ल्ड क्रिकेट लिग डिभिजन 3 पनि जित्यो। उक्त प्रतियोगितामा युगान्डालाई नेपालले फाइनलमा पराजित गर्यो। अब नेपाली क्रिकेट इतिहासको सबैभन्दा महत्त्वपूर्ण दिन नेपालीहरूको अगाडि थियो, जुन थियो सन् 2014 मा हुन गइरहेको आईसीसी टी20 वर्ल्ड कप प्रतियोगिता। तर नेपालले यस प्रतियोगिता खेल्नु अगाडि आईसीसी वर्ल्ड क्रिकेट टी20 क्वालिफायर खेल्न जरुरी थियो, जुन यूएई मा हुन गइरहेको थियो। नेपालले यो प्रतियोगिता योभन्दा अगाडि नखेलेको होइन, तर यसपटक नेपाली टिममा छुट्टै ऊर्जा, आशा र उमङ्ग थियो। परिणाम स्वरूप नेपालले यस प्रतियोगितामा तेस्रो स्थान हासिल गर्दै विश्वकपमा आफ्नो स्थान सुनिश्चित गर्यो र सँगसँगै टी20 स्ट्याटस पनि प्राप्त गर्यो। नेपालको अबको टार्गेट थियो आईसीसी टी20 वर्ल्ड कप 2014। सबै नेपालीलाई आशा थियो नेपालले उत्कृष्ट खेल पस्कने छ भनेर। नेपाली दर्शकको आशालाई कायम राख्दै नेपालले आफ्नो पुरानो राइभल अफगानिस्तानलाई विश्वकपमै पराजित गर्यो। अफगानिस्तानसँगै नेपालले हङकङलाई पनि पराजित गर्यो, तर बंगलादेशसँग भने पराजित हुन पुग्यो। अङ्क तालिकाको हिसाबमा नेपाल र बंगलादेशको बराबर अङ्क रहे तापनि नेट रन रेटका आधारमा बंगलादेश नेपालभन्दा शीर्ष स्थानमा रहेर आगामी चरणका लागि छनौट भएको थियो। यसरी नेपालको लागि विश्वकप यात्रा छोटो भए पनि यादगार थियो। विदेशी कमेन्टेटरहरूले एक आपसमा शक्ति गौचनको चर्चा, शक्ति मिन्स पावर भन्दै गर्दै थिए। उनको विकेट लिइसके पछाडिको रनिङ सेलिब्रेसनले छुट्टै उत्साह अनि हर्ष उल्लासको माहौल सिर्जना गरेको थियो। अन्तर्राष्ट्रिय स्तरमा पनि नेपाली क्रिकेटलाई हेर्ने नजर अब छुट्टै स्थानमा पुगेको थियो। विश्वकप खेलेर आएका खेलाडीहरू सेलिब्रिटी बनेका थिए। उनीहरूलाई ब्रान्ड इन्डोर्समेन्ट आएको आइथ्यो। धेरै पछाडि खेलाडीहरूलाई लाग्दै थियो कि खेलेर पनि जीविका पालन गर्न सकिने रहेछ। अर्ली 2000 का अन्डर 19 विश्वकपका ब्याज पारस, शक्ति, बसन्त, ज्ञानेन्द्र, सुभाष अनि शरदहरूले देखाएको र देखेको सपना साँच्चीकै पूरा गरेका थिए। अब सन् 2014 टी20 विश्वकप पछाडि भने आगामी दिनहरू नेपाली क्रिकेटका लागि त्यति सम्झना लायक रहेनन्। नेपाली क्रिकेटमा आन्तरिक रूपमा कहीँ कतै समस्याको गन्ध आइरहेको थियो। नेपाली क्रिकेट उकालो भन्दा पनि कतै ओह्रालो लाग्ने हो कि भन्ने अवस्थामा थियो। खेलाडीहरू मात्र भन्दा पनि राजनीतिक अस्थिरता, क्रिकेट एसोसिएसन अफ नेपाल क्यानमा भएको राजनीतिक गतिविधि तथा विभिन्न भौतिक पूर्वाधारका विकास, खेलाडीलाई सुविधा दिनेदेखि लिएर क्रिकेटका लागि आवश्यक पर्ने कुराहरूमा सम्बन्धित निकायले चासो नदेखाएका कारण नेपाली क्रिकेट बिस्तारै उजेलमा पर्दै थियो। परिणाम स्वरूप सन् 2016 अप्रिलमा क्रिकेट एसोसिएसन अफ नेपाल क्यानलाई आईसीसीले निलम्बन गर्यो। उक्त समय पछाडि डार्क फेज अफ नेपाली क्रिकेटको सुरुवात भयो। क्यानभित्र भ्रष्टाचारको आरोप लाग्नुका साथसाथै आईसीसीसँगको प्रतिबद्धताहरू उल्लङ्घन गरेको हुनाले आईसीसीले उक्त निर्णय गरेको थियो। यता क्यानले आएका फन्डिङहरूलाई मिसम्यानेज गर्नुका साथसाथै ट्रान्सप्यारेन्सी दिन नसकेका कारणले आईसीसीले नेपाललाई फन्डिङ दिन पनि रोक लगाएको थियो। खेलाडीहरूलाई न त खेल खेल्नका लागि आवश्यक पर्ने सुविधा नै थियो, न त उत्कृष्ट मासिक तलब नै। यति सबै हुँदै गर्दा क्यानभित्र पोलिटिक्स चलिरहेको थियो। यसले गर्दा खेलकुदको विकासमा भन्दा पनि पदका लागि प्रतिस्पर्धा हुन थालेको थियो। क्रिकेटको विकास हुनु त फरक कुरा हो, यता क्रिकेट खेलाडीहरू विदेशिने क्रम बढ्दो थियो। उक्त समयमा नेपालका कैयौं खेलाडी विदेशी पनि। तिनै मध्येका बसन्त रेग्मी अहिले अमेरिकामा बसोबास गर्दै आएका छन्। त्यति मात्र होइन, धेरै खेलाडीको क्रिकेट करियर नै अन्त्य भयो। राष्ट्रका लागि खेले तापनि राष्ट्रबाट कुनै प्रकारको प्राथमिकता नपाएका कारणले खेलाडीहरू निकै निराश थिए। खेलाडीहरूले क्रिकेटलाई उकास्ने कोसिस त गरिरहेका थिए, तर पनि खेलकुदको वातावरण नभएको कारणले नेपाली क्रिकेट पछाडि परिरहेको थियो। उता कुनै समय नेपालकै स्तरमा रहेको अफगानिस्तानले भने ठूलो छलाङ मारिसकेको थियो। अब लगभग 6 वर्षको संघर्ष पछाडि केही सम्झौताका साथ आईसीसीले क्यान निलम्बनबाट फुकुवा गरिदियो। सत्यबहादुर चन्दको नेतृत्वमा क्यानभित्र नयाँ पदाधिकारीहरूको आगमन भयो। अर्कोतर्फ नेपाली क्रिकेट टिम भने सधैँ झैं आफ्नै बलमा छुट्टै संघर्ष गरिरहेको थियो। क्यानको निलम्बन फुकुवाले पक्कै पनि केही सहयोग त गरेको थियो, तर आफ्नै बलबुतामा सन् 2018 मा आईसीसी वर्ल्ड क्रिकेट लिग डिभिजन 2 मा नेपालले दोस्रो स्थान हासिल गर्दै 2018 आईसीसी वर्ल्ड क्रिकेट क्वालिफायरमा छनौट भएको थियो। अनि दशकौंको संघर्ष र मेहनत पछाडि नेपालले अन्ततः 2018 मार्च 15 मा पहिलो पटक ओडीआई स्ट्याटस प्राप्त गर्यो र त्यसकै 4 महिना पछाडि नेदरल्यान्ड विरुद्ध नेपालले आफ्नो पहिलो ओडीआई खेल खेल्यो। अन्डर 19 वर्ल्ड कप खेलेर टी20 वर्ल्ड कपको सपना देखेका अनि त्यो सपना पूरा गरेका खेलाडीहरू शक्ति गौतम, पारस खड्का, ज्ञानेन्द्र मल्लहरूले बिस्तारै एकपछि अर्को गर्दै सन्यास लिए। अनि त्यस पछाडि नेपाली क्रिकेटले सन्दीप, रोहित, करण, सोमपाल, कुशल लगायतको अर्को युवा टोली पायो। यिनै मध्येका सन्दीप लामिछानेले त विश्वका सबै प्रख्यात लिगहरू आईपीएल देखि बिग ब्याश सबैमा खेलेका छन्। ठूला ठूला क्रिकेटरहरूसँग ड्रेसिङ रुम शेयर गरेका छन् अनि हाम्रै देशका खेलाडीहरू पनि अरू कुनै देशका खेलाडीहरू भन्दा कम छैन नै भन्ने कुरा प्रमाणित गरिदिएका छन्। त्यस्तै युवा कप्तान रोहित पौडेलको नेतृत्वमा नेपालले फेरि दोस्रो पटक
विश्वकप खेल्यो। युएसए र वेस्ट इन्डिजमा आयोजना भएको टी20 वर्ल्ड कप 2024मा नेपालले उत्कृष्ट खेल प्रदर्शन गर्दै एउटा छुट्टै छाप छाडिदियो। उक्त टुर्नामेन्टमा नेपाल बलियो मानिएको टेस्ट राष्ट्र साउथ अफ्रिकासँग अन्तिम बलमा मात्र 1 रनले पराजित भएको थियो। त्यस पछाडि केही महिना अघि मात्रै नेपालले टेस्ट राष्ट्र विरुद्ध श्रृङ्खला नै जितेको छ। युएमा आयोजित युनिटी कपमा वेस्ट इन्डिज विरुद्ध 3 मध्येका 2 खेल जित्दै नेपालले उक्त सिरिज नै जितेको थियो। इन्डिया र श्रीलङ्कामा हुने टी20 वर्ल्ड कप पनि नेपालले खेल्दैछ। अब यता विश्वकपको सपना देखाएर विश्वकपमै नेपालमा पुर्याएका कप्तान पारस खड्का अहिले क्रिकेट एसोसिएसन अफ नेपाल क्यानका सचिव छन्। उनकै अगुवाईमा अहिले एनपीएल भइरहेको छ। प्यारापिडमा बसेर साँझ फ्लडलाइटमा गेम भएको हेर्ने हरेक नेपालीको सपना पनि साकार भएको छ। एनपीएलकै कारण खेलाडीहरूले इन्डस्ट्री एक्सपोजर पाइरहेका छन्। ब्रान्ड्सहरूबीच खेलाडीहरूलाई आफ्नो एम्बासेडर बनाउन तोछाड मछाड भइरहेको छ। यसरी विगतका केही दशकदेखि आजको दिनसम्म हेर्ने हो भने नेपाली क्रिकेट अहिलेसम्मकै सबैभन्दा उच्च स्थानमा छ। तर अगेन गर्न बाँकी र गर्न पर्ने धेरै छ। लामो अलमलपछि क्यानले पनि राइट म्यान एट दि राइट प्लेस पाएको छ। गत वर्षको एनपीएल दिउँसो मात्रै भयो, चौरमा बसेर हेर्नुपर्ने थियो। यो पटक फ्लडलाइट सहित प्यारापिडको व्यवस्था भयो। अबको केही वर्षमै एनपीएल हरेक टिमको होम ग्राउन्ड र अवे ग्राउन्डमै हुन सक्छ। 7 वटै प्रदेशमा हुन सक्छ। अहिले राष्ट्रिय टोलीमा रहेका धेरै खेलाडीहरू 26 वर्षभन्दा कम उमेरका छन्। यदि उनीहरूलाई एउटा सही मार्गदर्शनका साथ अगाडि लाने हो भने नेपालले इन्डिया, अस्ट्रेलिया, इङ्ल्यान्ड जस्ता राष्ट्रहरूसँग खेल्ने मात्र होइन, उनीहरूलाई हराउन पनि सक्छ। विभिन्न अन्तर्राष्ट्रिय फ्रेन्चाइजहरूमा नेपाली खेलाडीहरू करोडौं करोडमा आबद्ध भई देशमा पुँजी भित्र्याउन पनि सक्छन्। यसका निम्ति खेलाडीले जितेको बेला मात्र होइन, हारेको बेला पनि दर्शकहरूले हौसला दिन आवश्यक छ। ब्रान्ड्सहरूले पनि सीमित खेलाडीलाई मात्र नभइकन सबै खेलाडीहरूलाई समान रूपमा ट्रिट गर्न आवश्यक छ। क्यानले पारदर्शिता देखाउन आवश्यक छ र सरकारले खेलाडीलाई यही क्षेत्रमा निर्धक्कसँग पेट पाल्न सक्ने अवस्था बनाइदिन आवश्यक छ र पूर्वाधारको विकासमा त झन् मजाले ध्यान दिन आवश्यक छ। अनि बल्ल हरेक बा आमाले पनि छोराछोरीले क्रिकेटर बन्छु भन्दा खुसी खुसी त्यो सपनामा साथ दिन सक्छन्। अनि बल्ल घर घरमा पारस र सन्दीपको जन्म हुन्छ, जसले नेपाली क्रिकेटलाई हामीले सोच्दै नसोचेको स्थानमा पुर्याइदिनेछन्। हस्त, थ्याङ्क यू फर